खुसी छु। आजको व्यक्तित्व कलाको शीर्षक रहेको छ स्वस्थ जीवनको लागि खेलकुद। खेलकुद केवल मनोरञ्जनको साधन मात्र होइन, यो हाम्रो जीवनको एउटा आवश्यक अङ्ग हो। यसले मानसिक र शारीरिक स्वास्थ्यमा सुधार ल्याउँछ। दैनिक खेलकुदको अभ्यासले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ, जसले गर्दा धेरै रोगहरू जस्तै मोटोपन, मधुमेह र उच्च रक्तचापबाट पनि सजिलै बच्न सकिन्छ। यसले हृदय र मांसपेशीहरूको कार्यक्षमता बढाउँछ र शारीरिक सुदृढ पार्छ। मानसिक दृष्टिले पनि यसलाई एकदमै लाभकारी मानिन्छ। स्वस्थ जीवनका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण हुन्छ। आजको व्यस्त जीवनशैलीमा धेरै मानिसहरूले शारीरिक गतिविधि कम गर्छन्, जसले गर्दा हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ। खेलकुदले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ, जसले गर्दा हाम्रो हृदय फेक्सो र हड्डीलाई मजबुत बनाउँछ। साथै यसले रोग प्रतिरोध क्षमता बढाउँछ र शरीरलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ। खेलकुदले अनुशासन, समय व्यवस्थापन, सत्कार्य र सहिष्णुता सिकाउँछ। टोली खेलमा साथीसँग मिलेर काम गर्दा सहयोग र नेतृत्वको भावना विकास हुने गर्दछ। व्यक्तिगत खेल जस्तै दौड या योगले आत्मनियन्त्रण र धैर्यता सिकाउँछ। यसरी खेलकुदले मानिसको समग्र व्यक्तित्वलाई सकारात्मक दिशा दिन्छ। बच्चाहरू र युवालाई सक्रिय र स्वस्थ राख्नलाई खेलकुद अति आवश्यक छ। स्कुल र समाजले पनि खेलकुदलाई प्राथमिकता दिनुपर्छ। बिहानको हल्का व्यायाम र साँझको दौड, योग र खेलकुदले हाम्रो शरीरमा ऊर्जा ल्याउँछ र दैनिक जीवनको हरेक चुनौतीमा साहस र जिज्ञासा दिन्छ। अन्ततः स्वस्थ जीवनका लागि खेलकुद जीवनको अनिवार्य हिस्सा हुनुपर्छ। नियमित खेलकुद, सही खानपान र पर्याप्त विश्रामले मात्रै दीर्घकालीन स्वास्थ्य र खुसी र समृद्धि सुनिश्चित गर्न सक्छ। जीवनलाई सफल, खुसी र समृद्धि बनाउन हरेक व्यक्तित्वले खेलकुदलाई आफ्नो दैनिक जीवनशैलीमा समावेश गर्नुपर्छ। खेलकुद मात्रै पर्याप्त हुँदैन, तर सही खानपान, निद्रा र सकारात्मक मानसिकताले जीवनमा आउने हरेक चुनौतीमा साहस र दृढता दिने गर्दछ। खेलकुदले गर्दा ठुला खेलाडीहरू जस्तै रोनाल्डो, मेस्सी, नेमार आदिहरू नाम र दाम दुवै कमाउन सफल भएका छन् र मलाई पनि आशा छ यहाँहरूले पनि खेलकुदलाई आफ्नो जीवनशैलीमा समावेश गरेर स्वस्थ, सफल र राम्रो जीवन जिउनुहुन्छ भन्ने यति भन्दै म मेरो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।